नानी आउनुहोस् त यहाँ मैले 2-4 दाना टमाटर टिप्दैकी थिएँ यहाँ अलिकति मुन्टा पनि छन् लिएर जानुहोस् है मेरा घरकाले देख्दा नि यहाँ उत्पात गर्छन् लानु यहाँ मेरा घरकाले देख्यो भने यहाँ उत्पात गर्छन् कि जानु ल म मिठो पारेर पकाएको ल ल ल ल मिठो पारेर पकाएको ल जानु ल कोही आउँदैन नि त यसो सुनाउँ भनेको नयाँ फ्रिज ल्याएर आन्टी किन बोलाउनु भएको ए नानी तपाईँलाई थाहा छ हाम्रो घरमा नि अनि गाडी आएको थियो नि हामीले फ्रिज हालेर खोइ देखाउनु त आन्टी पूजा कोठामा छ क्या नानी पूजा कोठामा छ हजुरहरू पस्नु हुँदैन रे त्यहाँ देउता कडा छन् क्या हाम्रा नभए त देखाउनु हुन्थ्यो नि के आफ्नो पछि फोटो खिचेर हालिदिन्छु ल थाहा छ नानी तपाईँलाई आज त हामीले 16,000को पलङ ल्याएका थाहा छ गोद्रेज पनि ल्याएका त अनि हेर्नु चुराहरू कुर्ताहरू सुरुवालहरू मम तपाईँको दाइले ल्याइदिनु क्या आफ्नो हान्नु आन्टी यो नक्कली सुन है म हेरेर थाहा पाइदिइहाल्छु होइन है हिजो भर्खर ल्याइदिनु भएको यो डुडुलाई 1.5 लाख रुपियाँ परेको अरे तपाईँको दाइले ल्याइदिनु भएको उनीहरू पनि लाउन सक्दैन अनि मर्न खोज्छन् घोप्टेहरू बा लु हेलो आन्टी नाटु आन्टी अर्कालाई बोलाएर बेकारमा के विधि गर्नुभएको 2-3टा पङ्खा लाउँदा पनि गर्मी हट्दैन त यो घाम लागेर घाम पनि 4-5 वटा लागेका छन् कि त्यहाँ ए तपाईँ आउनुभयो यहाँ बस्नु यहाँ हेर्नु न तपाईँको दाइले ल्याइदिनु भएको सिक्री तिलहरी दुईटा ल्याइदिनु भएको छ भने हातको बाला पनि ल्याइदिनु भएको छ कति पर्यो अनि यसलाई पर्यो भने 3,000 यसलाई पर्यो भने 25,000 अनि यो दुईजना चाहिँ 1.5 लाख सकेछ नि हो पैसा अनि यसलाई पर्यो भने 4,000 यो बाला यो चाहिँ चाँदी र सुन मिक्स गरेर बनाइदिनु भएको अरे नि यस्तो कुर्ता किन्नु भएको अरे हिजो राम्रो छ नि हेरी सल पनि हेरी सुरालहरू के देखाउनु बोलाएको मलाई होइन उहाँबाट चिच्चे त्यस्तै र त्यही देखाउनु बोलाएको होइन यस्तो गर्ने भयो अनि गरौँ न लु भनेर लु अनि पो बोलाएको त कहाँ लु देखाउनु बोलाएको त अन्त गएकै तपाईँको सुन हेर्नु पनि परेको छैन त गर्नेमा बोलाइ जा है अर्काले लाखको खाएको देख्न नसक्ने जा हजुर आधी किलो दुध दिनु अरे मम्मीले भोलि पैसा दिनुहुन्छ अरे ए नानी पैसा बिना त हुँदैन मेरो पनि नुन तेल किन्नुपर्छ त्यो आधी किलो दुध दिन नि के साह्रो लोभ गरेको हौ लोभ गरेको होइन नि नानी मेरो पनि नुन तेल किन्नुपर्छ नि त सुन न नानी बाबु कि आफूलाई त कसैको कुरा काट्नु पनि मन लाग्दैन काटौँ जस्तो पनि लाग्दैन कि तर कि उनीहरूले पनि त्यस्तो बेला देखाइहाल्छ नि मन लागिहाल्छ कुरा काटेको चाहिँ नभन कि उनीहरूले मासु मारे हरिका छोराछोरी इक्जाम सकिएको छ एउटा सिङ्गो भात त बिहान 9 बजी उठ्छ त्यसको आमा कराइराखिन्छ ए बिहा गर्दै उठ न भन्दै के अरे उठ्न त अनि उनीहरूका घरलाई समस्या छैन तपाईँलाई चाहिँ के समस्या पर्छ होइन नि त आफूलाई त कुरा काट्न पनि मन लाग्दैन अनि के गर्नु त अब यस्तो बुटफुट भइहाल्छ फेरि कसैलाई सुनाएन भने फेरि म त उम्ले जस्तै हुन्छु क्या भक्कै उम्लिनु सक्छु भनेको आफूलाई त कुरा नकाटिकन मतलब त्यस्तो भन्नु खोजेको होइन तर अथवा कुरा नगरिकन मलाई खाएकै पस्दैन नि कुरा काट्नु कुरा काट्न चाहिँ खोजेको होइन न कुरा नकाटी खाएको पनि पत्दैन तपाईँलाई त्यस्तो पनि हुन्छ त्यस्तै हो मलाई त्यस्तै हुन्छ क्या नानी बाबु अनि त्यहाँ त्यसको आमाले बिहानै पानी लिएर बिस्तारै जानु नि हान्नु नि कस्तो खुट्टा पनि नसाइदिनु क्या माया लाग्छ नि त आफ्नो छोराछोरी पटारिँदै हिँड्छ मन पनि मेरो छोराछोरी कतिलाई छ है तपाईँको अगाडि कति लाग्ला नि त हामीले पनि नदेखेको र तपाईँको छोराछोरी कस्तो छन् भनेर तपाईँका छोराछोरी झन् 11 बजी कति न बटारिएकाहरू मेरो चाहिँ गतिला पानी हामीलाई तिमी भन्दा त कति नै छौँ चाक गएको कत्रा तिमीलाई फलाएको
आन्टी के गरेको मुन्टा खलाएर साह्रो पत्पत भएको मलाई चाहिँ फेरि ढाक्नमा त एउटा पनि खाउँदैन खोर्सानी पनि परेलो रोपेको परेमा पनि फल्यो टमाटर राप्पै ओइ नानी पानी लिएर म त फर्कै किन यहाँ गोतामा थोरै थोरै सब्जी फलाएर छौँ करेलो छन् भने त्यो के उरेन्डु खसीको मुटु पनि पो छ खोर्सानी फलाएको छ नि प्रगति पनि देख्न नसिनेको रहेछ हौ डाँडाले मरेमा साना साना फलाएका छैनन् हौ